आजको यस भिडियोमा कक्षा 12 को बोर्ड परीक्षा दिने सम्पूर्ण भाइ बहिनीहरूको लागि म कम्प्युटर साइन्समा सोधिने स्योर सर्ट क्वेसन्सको डिस्कस गर्न गइरहेको छु। सबभन्दा पहिला हामीले क्वेसन प्याटर्न बुझ्दाखेरि ग्रुप ए हुन्छ हाम्रो पहिलो ग्रुप, त्यसपछि ग्रुप बी हुन्छ, त्यसपछि ग्रुप सी हुन्छ। ग्रुप एमा हामीलाई एमसिक्यू सोधिन्छ। एमसिक्यूमा 9वटा क्वेसन हुन्छ। 9वटा क्वेसनमा हाम्रो एउटा क्वेसन 1 मार्क्सको लागि 9 मार्क्स 25 मिनट्स टाइम हामीलाई अनुमान गरेर बनाउनु पर्छ। त्यसपछि हाम्रो हुन्छ सर्ट क्वेसन्स। सर्ट क्वेसन्समा 5वटा क्वेसन्स हुन्छ। 5वटा क्वेसन एउटा 5 मार्कको लागि 25 मार्क्स, जसमा 55 मिनट टाइम हामीले निर्धारित गर्नुपर्छ। त्यसपछि हुन्छ हाम्रो लङ क्वेसन्स। लङ क्वेसन्समा 2वटा क्वेसन्स हुन्छ। 2वटा क्वेसन एउटा 8 मार्क्सको लागि, 2वटा 16 मार्क्सको लागि 40 मिनट्स टाइम हामीले निर्धारित गरेर बनाउनुपर्छ। टोटल क्वेसन्स हाम्रो हेर्दाखेरि 16वटा क्वेसन्स हुन्छ। 16वटा क्वेसन्स सबै मिलाएर हाम्रो 50 मार्क्स टोटल हुन्छ। स्पेसिफिकेसन ग्रिड हेर्दाखेरि हाम्रो टोटल 8वटा युनिट्स 7वटा युनिट्स। सबभन्दा पहिला डेटाबेस मेसेज 7 मार्क्स यहाँबाट दिन्छ। डाटा नेटवर्किङ यहाँबाट 9 मार्क्सको सोधिन्छ। त्यसपछि हाम्रो टेक्नोलोजी यहाँ 7 मार्क्सको। फेरि प्रोग्रामिङबाट हाम्रो 10 मार्क्सको। पछि यानि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङबाट 6 मार्क्स। त्यसपछि प्रोसेस मोडल 6 मार्क्स। अनि त्यसपछि लास्टमा रिसेन्ट ट्रेन्ड्स इन इन्फर्मेसन टेक्नोलोजी एउटा क्वेसन 5 मार्क्सको लागि। डाटाबेस हेर्दाखेरि हाम्रो सबभन्दा क्वेसन हुन्छ वाट इज डाटाबेस म्यानेजमेन्ट सिस्टम, राइट इट्स एडभान्टेज एन्ड डिसएडभान्टेज अफ डिबिएमएस। यो धेरै पटक सोधिएको क्वेसन हो। यो हजुरहरू राम्ररी पढेर जानु होला। फेरि नर्मलाइजेसनबाट क्वेसन एउटा, एक्सप्लेन द नर्मलाइजेसन प्रोसेस विथ इक्जाम्पल। यो भिबिआई क्वेसन हो। यो लेखेर राख्नु, यो सोध्नेछ 100%। यो भिबिआई क्वेसन हो। त्यसपछि हाम्रो डिस्क्राइब द सेन्ट्रलाइज्ड एन्ड डिस्ट्रिब्युटेड डेटाबेस मोडल विथ फिगर। यो पनि इम्पोर्टेन्ट क्वेसन हो। त्यसपछि अर्को युनिटमा हेर्दाखेरि डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ। वाट डु यु मिन बाई नेटवर्क टोपोलोजी, एक्सप्लेन द डिफ्रेन्ट टाइप्स अफ नेटवर्क टोपोलोजी, जस्तो बस टोपोलोजी भयो, ट्री टोपोलोजी भयो, स्टार टोपोलोजी। त्यो राम्ररी पढेर जानु होला। त्यो 4-5 लाइन एक्सप्लेन गरेपछि अनि इक्जाम्पल अनि त्यसको फिगर बनाएपछि हजुर राम्रो मार्क्स पाउनुहुन्छ। यो डाटा कम्युनिकेसन एन्ड नेटवर्किङबाट तपाईँहरूले 9 मार्क्सको सोधिन्छ, जसमा एउटा लङ हुन्छ यो च्याप्टरबाट, एउटा यो च्याप्टरबाट लङ हुन्छ, अनि एउटा एमसिक्यू सोध्छ। कम्प्युटर नेटवर्क त्यस्तै भयो। त्यसपछि डिफाइन नेटवर्क आर्किटेक्चर, डिफ्रेन्सिएट बिट्विन क्लाइन्ट सर्भर एन्ड पियर टु पियर नेटवर्क्स। यो पनि भिबिआई क्वेसन हो। त्यसपछि एउटा लङको लागि यो सबभन्दा बढी सोधिने क्वेसन हो वाट डु यु मिन बाई ट्रान्समिसन मिडिया, एक्सप्लेन द डिफ्रेन्ट टाइप्स अफ ट्रान्समिसन मिडिया युज्ड इन कम्प्युटर नेटवर्क्स। यो लेखेर राख्नु, यो एउटा लङमा सोध्ने छ नै। त्यसपछि हाम्रो छ वाट डु यु मिन बाई ओएसआई रेफरेन्स मोडल, एक्सप्लेन द डिफ्रेन्ट लेयर्स अफ द ओएसआई रेफरेन्स मोडल। यो पनि इम्पोर्टेन्ट क्वेसन हो। त्यसपछि हाम्रो डिफाइन द फलोइङ टर्म्स। यो पनि सोध्ने गरिन्छ। यो 1-2 लाइन एक्सप्लेन गरेपछि हुन्छ तपाईँहरूको। यो लङको लागि भयो। यो युनिटबाट एउटा लङ सोधिन्छ र एउटा एमसिक्यू। एमसिक्यूको लागि हजुरहरूले सबै च्याप्टरको कन्सेप्ट राम्ररी बुझेर जानुभयो भने हुन्छ। एमसिक्यू त्यस्तो हार्ड पनि सोध्ने गरिँदैन कम्प्युटरको लागि। वेब टेक्नोलोजी च्याप्टरमा आएपछि हाम्रो जाभा स्क्रिप्ट अर पिएचपी। यो युनिटबाट हजुरहरूलाई अरमा क्वेसन सोधिन्छ। पहिलो क्वेसन हो राइट अ जाभा स्क्रिप्ट कोड टु फाइन्ड द फ्याक्टोरियल अफ अ गिभेन नम्बर, स्वैप टु नम्बर्स, मल्टिप्लिकेसन अफ गिभेन numbers, Fibonacci series, even or odd, positive, negative or 0 or greatest of number। और हमले PHP script to connect to MySQL database। यो पनि इम्पोर्टेन्ट क्वेसन हो। यो और को लागि यो धेरै इम्पोर्टेन्ट क्वेसन हो। तपाईँहरू
यो अरको लागि नै इक्जामको लागि इक्जाम पोइन्ट अफ भ्यूको लागि पढ्नुपर्छ भने जाभा स्क्रिप्ट अर पिएचपीबाट सोधिन्छ यो एउटा क्वेसन। यो एउटा सर्टमा सोधिन्छ। इफ यसको लागि इक्जाम पोइन्ट अफ भ्यूको लागि पढ्नु भइरहेछ भने अहिले पनि छैन, हजुर दिन मात्र बाँकी छ। अनि त्यसो भए हजुरहरू अर जाभा स्क्रिप्ट पढ्नु अदरवाइज पिएचपी पढ्नुहोस्। दुवैमा कुनै एउटा पढेर जानुहोस् र कन्सेप्ट क्लियर गरेर नै जानुहोस्। त्यसपछि हुन्छ हाउ डु यु फेच डाटा फ्रम डाटाबेस। यो पनि इम्पोर्टेन्ट क्वेसन हो। त्यसपछि राइट अ पिएचपी कोड टु इन्सर्ट डाटा इन्टु टेबल ह्याभिङ फिल्ड्स फर्स्ट नेम लास्ट नेम एन्ड इमेल। भिडियोको अन्तमा म यो सबै यो जति पनि यसको म स्क्यान गरेर तपाईँहरू स्क्रिनसट लिन सक्नुहुन्छ। त्यसपछि प्रोग्रामिङ इन सीमा आउँदाखेरि हाम्रो दुईवटा टाइपको क्वेसन्स यहाँ सोधिन्छ। यो च्याप्टरबाट तपाईँहरूलाई 10 मार्कको सोधिन्छ, जसमा एउटा लङ हो, एउटा लङ सोधिन्छ र एमसिक्यू सोध्छ। एमसिक्यू त इजी नै हुन्छ, राम्रो कन्सेप्ट भएपछि बन्छ सजिलै नै। स्ट्रक्चरबाट define the write a C programming using structure input staff name the 50 right त्यसपछि write the advantage of pointer। यो पनि हो program to input role त्यसपछि C using structure to input id अनि यो पनि फाइन स्ट्रक्चर भइ नै हाल्यो। राइट अ सी प्रोग्राम टु रिड इट्स प्रोड्युसिङ पोइन्टर। त्यसपछि सोधिनु र एउटा सर्ट क्वेसनमा तपाईँहरूले ओरिएन्टेड यो हो, यो जानु ल। डिफ्रेन्स बिट्विन 5वटा प्रोसिड प्रोग्रामिङ ल्याङ्ग्वेज र अब्जेक्ट प्रोग्रामिङको लागि पढ्न जानु होला। अनि 5 अथवा त्यसलाई तपाईँहरूले लेखेर पनि यहाँ सजिलै मार्क्स गेन गर्न सकिन्छ। यो धेरै नै ढिलो च्याप्टर हो। पछि सफ्टवेयर डेभलपमेन्ट मोडलमा फेरि यहाँबाट पनि एउटा सर्ट हुन्छ र एउटा एमसिक्यू यहाँबाट। एसडिएल सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकलमा यहाँ 7वटा फेजेस इम्पोर्टेन्ट हो। यो पनि भिबिआई हो, वाटरफल मोड र फेजेस अफ एसडिएलसी भिबिआई क्वेसन। फिजिबिलिटी प्रोटोटाइपिङ एडभान्टेज एन्ड डिसएडभान्टेज अफ एसडिएल यो इम्पोर्टेन्ट हो, यो पढेर जानु होला। र अन्तिममा लास्ट युनिटमा आएपछि हाम्रो हुन्छ वाट इज एआई। एआईको त एआई बारेमा तपाईँहरूले 6-7 लाइन एक्सप्लेन गर्नुपर्ने हुन्छ ब्रिफमा र एडभान्टेज एन्ड इट्स लेसन लेख्नुपर्छ। कम्प्युटिङ पढेर जानु होला, एडभान्टेज र एडभान्टेज पनि। त्यसपछि डिफाइन कन्सेप्ट अफ एआई एन्ड इन्टरनेट थिङ्स पनि पढेर जानु होला। ल आजको लागि यति नै। तपाईँहरू ढुक्कले यो क्वेसनहरू सर जानु र यो सबै पढेर गएपछि तपाईँहरूले 40+ यहाँ ल्याउनु हुन्छ। म यसको लागि ग्यारेन्टी दिन्छु, स्योर 40+ आउँछ। अनि तपाईँहरू राम्ररी गरेर हुन्छ। ल थ्याङ्क्स फर वाचिङ, अल द बेस्ट।